डिस होम गोको सब्सक्रिप्सन मैले लिएँ होइन। अब हामी त क्रिकेट फ्यान, एकदम क्रिकेट फ्यान हो, तर सब्सक्रिप्सन त लियो, हेर्ने टाइममा काम हुन्छ यार, गर्ने के समस्या त्यो भइरहेछ होइन। अब यदि सब्सक्रिप्सन भएको च्यानलहरू तपाईँलाई चाहिन्छ भने, यदि तपाईँले सब्सक्रिप्सन लिनलाई विदेशबाट अलिकति प्रब्लम भइरहेको भने भन्नु होला, म त्यसलाई कसरी सब्सक्रिप्सन लिने भनेर तपाईँलाई सिकाउँछु होइन। यदि तपाईँ क्रिकेट फ्यान हुनुहुन्छ भने चाहिँ त्यो गर्नु होइन। नि मैले यहाँ कति धेरै देखिरहेको छु टिकटक सिटकतिर फ्री एपहरू, त्यस्तो चाहिँ नगर्नु। त भनेको हाम्रै लागि घाटा हो, हाम्रै देशको अर्थतन्त्रलाई घाटा हो होइन। क्यानले हामीले यत्रो सबै कुरा इन्टरटेनमेन्ट देखायो भने नेपालबाट झन्झनमा 300 रुपियाँ हो कि 300 रुपियाँको सब्सक्रिप्सन नल्याएर मान्छेहरू विभिन्न एप्लिकेसनहरूबाट हेर्ने गरे। त्यो भनेको तपाईँको आफ्नैलाई रिक्स हो। तपाईँको आफ्नो पर्सनल डाटा लिक हुन्छ अनि भोलि बिहान गएर मेरो यो फेसबुक आइडी ह्याक भयो, मोबाइलको फोटो भिडियोहरू ह्याक भयो, यस्तो भयो, मेरो ब्याङ्क अकाउन्ट ह्याक भयो, ब्याङ्क अकाउन्टबाट यति पैसा गयो भन्ने सुन्नमा आउनुभन्दा जस्ट 300 हो। तपाईँले 1 महिना टोटली सबै फ्री हेर्न पाउनुहुन्छ। त्यही भएर 300 रुपियाँको कन्जुसाइ नगर्नु होला। 300 रुपियाँको कन्जुसाइले गर्दा तपाईँको ब्याङ्कको लाखौँ रुपियाँ पनि सुवा हुनसक्छ। त्यो कुरालाई मध्यनजर गर्दै यिनी फ्री एप्सको उमा चक्करमा नलाग्नुहोस्, सब्सक्रिप्सन लिनुहोस्। जम्मा नेपालबाट 300 रुपियाँ हो, म विदेशमा छु, मैले 1500 40 समथिङ कति तिरेर पनि हेर्दैछु, $10 होइन। त्यही भएर अब टाइम हुँदैन, पुरै हेर्न पाइँदैन र पनि लिएको छु। हामीले एउटा कन्ट्रिब्युसन हाम्रो देशको लागि गर्नुपर्छ भनेर मैले नि त्यही एउटा सब्सक्रिप्सन लिएर टाइम भ्याउने जति मात्र पनि हेर्छु भनेर लिएको छु। त्यही भएर सबैजनाले यो फ्री एप्लिकेसन, फ्री वेबसाइटतिरको नलाग्नुहोस् भन्न चाहन्छु। मेरो रिक्वेस्ट सबैजनालाई यो भनेको हाम्रो देशको लागि हो, देशको अर्थतन्त्र उजागर गर्नको लागि हो। त्यही भएर सबैजनाले फ्री एप्लिकेसनको भर नपर्नुहोस्। भोलि आएर तपाईँको ब्याङ्क खातामा भयो 300 रुपियाँले गर्दा तपाईँको ब्याङ्क खाताको 3000 30,000 3 लाख जानबाट जोगिनु भन्दै धेरै 300 रुपियाँको लोभ नगरी, यदि तपाईँ साँच्चै क्रिकेट फ्यान हो भने 300 रुपियाँको लोभ पक्कै पनि गर्नु नै मलाई लाग्छ होइन। अनि हामी टाइम नमिल्दासम्म पनि सब्सक्रिप्सन लिएर हामी हेर्ने प्रयास गर्दैछौँ। 1-2वटा म्याच भयो भनेपछि तपाईँ त झन् पक्कै नेपालमा बसेर क्रिकेट हेर्न चाहनुहुन्छ भने सक्नुहुन्छ, ग्राउन्डमा जानुहोस्, सक्नुहुन्न घरबाटै सब्सक्रिप्सन लिएर मजाले आनन्दले घरमा हेर्नुहोस्। धेरै फ्री 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 एप्लिकेसनको भर नपर्नुहोस्। भोलि आएर तपाईँको लिक भइदियो, तपाईँको यदि प्राइभेसी लिक भइदियो, तपाईँको फोटो भिडियोहरू लिक भइदियो, तपाईँको ब्याङ्क अकाउन्ट लिक भएर तपाईँको ब्याङ्क अकाउन्टबाट कुनै ह्याकरले तपाईँको ब्याङ्क अकाउन्ट लगिदियो भने, ब्याङ्क अकाउन्टको पैसा लगिदियो भने त्यसको जिम्मेवारी भनेपछि त्यो फ्री एपले तपाईँलाई पक्कै पनि दिँदैन। त्यही भएर एकदम धेरै विचार गरेर मात्रै फ्री एप चलाउने गर्नु होला। यो मेरो सबैजनालाई रिक्वेस्ट हो। हामी सबैजना भएर कन्ट्रिब्युसन गर्नुपर्छ। सबैजना भएर यो ठुलो चाडलाई हामी उत्सवलाई भव्य सभ्य मनाऊँ। के भन्छ सभ्य नागरिक हौँ। फ्री एप चलाएर, थर्ड पार्टी एपसँग पनि देशको एउटा करदार पक्कै पनि होइन। त्यो विचारमा ध्यान दिएर सबैजनाले सब्सक्रिप्सन लिउँ, हेरौँ। सब्सक्रिप्सन ल्याउनु अनि फिल्ममेकर हेर्नुहुन्छ भने पहिले टिकट काट्नु, फिल्ममेकर हेर्नु, झन् मजा, झन् उत्साह। यदि फिल्ममा गएर तपाईँलाई एकदम झ्याउ लाग्छ भने टिभी छ भने टिभीमा हेर्नुहोस्, टिभी छैन भने घरमा ल्यापटप मोबाइल जेबाट पनि मजाले हेर्न मिल्छ। अझ सक्नुहुन्छ भने त प्रोजेक्टर छ भने तपाईँले सब्सक्रिप्सन लिएर प्रोजेक्टरमा ठुलो पर्दामा हेर्न सक्नुहुन्छ। त्यही भएर कन्जुसाइ नगर्नु, आफ्नो डाटालाई लिक हुनबाट नदिनु, आफ्नो ब्याङ्क अकाउन्ट लिक हुन नदिनु। सबैजनाले यो सचेत है।